हजुरको नाम के हो त? ह्यान्डसम मान्छेको त नाम नि ह्यान्डसम होला। के हो नाम? के छ त विचार? आई लभ यु भनौँ। आई लभ यु हक गर्न मिल्छ? के गर्न मिल्छ? तपाईँलाई किस गर्न मिल्छ? मिल्छ? लाउनु। अस्ति मेरो भिडियो बना हजुर होइन? ए हो? कहाँ जानु लाग्नु भयो? अहिले त अलिकति सानो काम थियो। कहाँदेखि आउनुभयो त? अहिले त म खलङ्गादेखि। ए मेरो भिडियो किन बनाउनु भएको त? अस्ति भिडियो बनाउनु भएको छैन? मैले फेसबुकमा टिकटकमा देखाएको थिएँ अनि कमेन्ट नि हेरेको थिएँ अनि साथीहरूले नि मलाई फोन गरेर त आजभोलि भाइरल भयो कि भन्थे अनि हामीलाई पनि सिकाइदिनु त भ्लग बनाउनु हामी पनि भाइरल हुन्छ। अलिकति हतार थियो मलाई काम थियो। बाइक लास्टै मन पर्यो मलाई त हजुरको मान्छे नि लास्टै मन पर्यो। लास्टै ह्यान्डसम हुन्छ हजुर त। त्यस्तो होइन होला। हो साँच्ची कहाँ झुट बोल्यो त? हो कि साँच्ची राम्रो चलाउनु चाहिँ के हो बाइक नि मन पर्यो मान्छे नि लास्टै मन पर्यो। साँच्ची हो यस्तो ह्यान्डसम केटा मैले फर्स्ट टाइम देखेको कि हो साँच्ची सन्चै हुन्छ त? ए अस्ति भिडियो बनाउनु भएको थियो नि अनि त्यो दिन ठ्याक्कै मैले तपाईँलाई साँझ सुते नि निद नि लागेन। त्यो केटा कति बेला भेटाउँछ जस्तो लागिरहेको थियो। ठ्याक्कै यसले भेटाउनु भयो अनि लास्टै मन पऱ्यो क्या हजुर त। कहाँ भेटाउनुहुन्छ होला र प्रपोज गरौँ जस्तो भएको थियो मलाई त अनि लास्टै ह्यान्डसम क्या हजुर त। लास्टै मन पऱ्यो साँच्ची। कहाँ जिस्के हो त नि यस्तो कहाँ जिस्किन्छ त? अनि के हो त लप्पाराम त है? अनि मलाई मन पऱ्यो त म के गरौँ त? लास्टै मन पऱ्यो क्या लास्टै ह्यान्डसम क्या हजुर त। फर्स्ट टाइम देखाएँ कस्तो मैले यस्तो ह्यान्डसम केटा त। त्यस्तो पनि अब मलाई अलिकति काम छ क्या म जान्छु अहिले। अनि कि लप्पानी नि टाइम लाग्छ र अनि ल लप्पाराम भन्नु नम्बर दिनु लास्टै ह्यान्डसम माने हजुरलाई त मैले। अनि हजुरको नाम के हो त? ह्यान्डसम मान्छेको त नाम नि ह्यान्डसम होला। के हो नाम? नाम मेरो विवेक। विवेक के केसी हो? ए नाम नि राम्रो रहेछ। मान्छे नि लास्टै राम्रो बाइक नि राम्रो हजुरको आँखा पनि राम्रो मान्छे नि राम्रो। लास्टै मन पऱ्यो क्या मलाई त हजुर। कतिदेखि खोजिरहेको थियो होइन अनि पछि कहाँ भेटाउनुहुन्छ होला र प्रपोज गरौँ जस्तो लागिरहेको थियो। लास्टै मन पऱ्यो क्या। बाइक सिकाइदिनु नि त? मैले त बाइक त लास्टै मन पऱ्यो मलाई त नछोड्ने मन लागेको। नेक्स्ट टाइम सिकाउनु नि अहिले अलिकति हतार छ म जान्छु। त्यसो भए भ्लग बनाउनु सिकाइदिनु। हजुरले नि भ्लग बनाउनु चाहिँ अस्ति मेरो बनाउनु भएको रहेछ होइन? हाल्नु भएको रहेछ अनि मलाई नि सिकाइदिनु नि त। म पनि बनाउनु पर्ला भ्लग। मलाई आउँदैन क्या त्यही भएर त हुने त बनाउनु। तपाईँ भाइरल भयो मान्छेलाई त अब सिकाउनु पठाउनु पऱ्यो होइन? नेक्स्ट टाइम सिकाउनु नि त के छ र? कस्तो रहेछ अब अहिले त अलि हतार छ म पारि सानो काम छ क्या त्यही भएर। लास्टै मन पऱ्यो क्या हजुर मलाई। लास्टै मन पऱ्यो होइन अनि त्यही भएर खोजिरहेको थिएँ ठ्याक्कै भेटाएँ होइन। लास्टै मन पऱ्यो अनि अब के गरौँ त? म त लास्टै मन पऱ्यो त हजुर त। केटाले जिस्काउने केटाले पट्याउँदा म तपाईँ मन पऱ्यो त म के गरौँ त? लास्टै मन पऱ्यो त्यही भएर के लप्पारामै। के छ त विचार? आई लभ यु भनौँ। आई लभ यु रिप्लाई त दिनु पऱ्यो त। आई लभ यु विवेकजी। कि गर्लफ्रेन्ड छ र रिप्लाई दिनु डर ला छैन होइन? छैन ल त्यो रिप्लाई दिनु नि त। आई लभ यु विवेकजी। तपाईँले उ गर्नुभयो अहिले चाहिँ म जान्छु होला हेर्नुहोस्। अनि पारि काम छ मेरो सानो। तरदेखि लास्टै कसम मन पऱ्यो होइन? अनि गीत गाउँ जस्तो पनि भइराख्यो मलाई त। के गीत गाउँ? खै गाउनु न त सुनाऊ। के गाउँ त? हजुरलाई देखेर गीत गाउने मन लाग्न त के गाउँ त? खै के गाउनुहुन्छ सुनौँ न। जो गाए पनि हुन्छ होइन? माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आइराख्छु म तिम्रो गाउँमा। खै हात त दिनु लास्टैमा नाच्नु मिल्छ नि यता झर्नु नाचौँ नाच्नु अनि के त हक त मिल्छ होला त? तपाईँको लागि मैले यत्रो एउटा गीत गाइसकेँ लास्टै मन परेर हक गर्न मिल्छ? छ्या होइन कि मैले साँच्ची भने अब लास्टै मन पऱ्यो होइन त्यही भएर भने नत्र जो पाइदिएँ अब हक गरौँ भन्दै गीत गाउँदै कहाँ हिँड्छु होला त म। कोही देख्नु भएको छ यस्तो भिडियो न? होइन
छैन अनि त्यही भएर लास्टै मन पऱ्यो त्यही भएर हक गर्न मिल्छ होला कि के गर्न मिल्छ त फ्लाइङ किस गर्न मिल्छ मिल्छ लाउनु मिल्छ होइन लास्टै मन पऱ्यो कि त्यही भएर तपाईँलाई मैले फ्लाइङ किस नै गरिदिएँ होइन हग्ने गरौँ भने मान्नु भएन गीत पनि गाइसकेँ पुरै एडभान्स भइसकेको छ नि केटापट्टिबाट अनि त्यही भएर हल्का चाँडो चाँडो गरेर कफी खान जाऊँ न त खाऊँ न के जाम हल्का माथि पाउँछ जाम कफी खाम्ला अनि राम्रो बाइकमा पछाडि बसेर टक्क लगाएर सानो मान्छेसँग बसेर है घुम्न पाइदिनु कस्तो हुन्थ्यो होला हो माइ गड म त फिदा के जाऊँ न बरु कतै चिया खाम होइन अनि पछाडि घुम्न जाम्ला जाम एक किसिममा फर्किजाम्ला कि हजुरले हतार चढ्नुहुन्छ म नि उता खलङ्गा जान लागेको थिएँ अनि हजुरले कहाँ भेटाऊँ भन्ने भइरहेको थियो ठ्याक्कै ढुङ्गा खोज्दा देउता भेटा जस्तै भेटाएँ हजुरलाई मैले अहिले नजाम होला म जान्छु जाम के फेरि नाटक नगर्नु लारी जस्तो गर्ने के अरे जाम प्लिज जाम न यति गर्नु न प्लिज प्लिज के मैले तपाईँको लागि यत्रो गीत गाएँ होइन एउटा यस्तो ह्यान्डसम मान्छे देखेर मलाई आफै गीत आयो कि गीत गाउन आउँदैन होइन तर तपाईँलाई देखेर आफै गीत गाउन आयो अनि प्लिज के यति गर्नु न जाम न प्लिज प्लिज के जाम न प्लिज जाम न प्लिज के ढिला नगर्नु के जाम कफी खाम्ला घुमौँला प्लिज के जाम न हुन्छ जाम न प्लिज जाम के प्लिज जाम के आउनु के जाम प्लिज जाम प्लिज है प्लिज अस्ति हजुर मलाई गर्नुभएको थियो नि अनि त्यही भएर मैले पनि प्रयाङ गरेँ अब कस्तो हो त फेरि के कस्तो हो र त्यत्तिकै हो कहाँ एक दुईवटा मिठा गफ हानिदियो भन्दैमा साँच्चीकै जानला हो त प्रयाङ गरेँ मैले त हजुरले साँच्ची होइन साँच्ची कहाँ साँच्ची जानु त होइन काम छ भनेर राख्नु भएको थियो भर्खर अगाडि नै हतारसम्म गइजान्छु भन्नुभएको थियो होइन अहिले एक दुईवटा मिठा गफ हानिदियो अन्त जाम्रे हजुर प्रयाङ गरेँ होइन साँच्ची मान्छे कस्तो बेकुफ बनाएको अब त भन्नु त पऱ्यो त यति बिहानसम्म मान्छे देखेपछि त प्रयाङ गरे अब साँच्ची होइन नि रियल प्रयाङ गरे ती जिस्काएको थिएँ अस्ति तपाईँले मलाई प्रयाङ गर्नुभएको थियो नि त्यही भएर मैले नि गरे हो तपाईँले मलाई उल्लु बनाउनु भएर काममा हिँडेको मान्छे रहेछ अनि तपाईँ कहाँ एक दुईवटा गफ हान्दियो भन्दा म एकदम मक्कै भएन जाम भन्नु फर्किला हो त नि काम छ भने त थाहा छ त अनि जानु परेन त नै जान्न भन्न सकिन्न के हो मानिस के हो केटीले एक दुईवटा केटी मान्छेले गफ हान्दियो भन्दा एकदम मक्ख पर्न जाम्री आउँछ है मैले त्यत्तिको प्रयाङ गरे हो साँच्ची होइन नि के रिस जानुभयो के हो